सत्य कि षड्यन्त्र? पाटन केसमा महिलाको भूमिकामाथि ठूलो प्रश्न दर्शकवृन्द। पाटनमा भएको हत्या प्रकरण अब केवल एउटा अपराधिक घटना मात्र रहेन। यो न्याय, सत्य र भ्रमबीचको गम्भीर द्वन्द्वमा रूपान्तरण भएको छ दर्शकवृन्द। सुरुमा सिधा हत्या भनेर प्रस्तुत गरिएको घटनाले अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोपछि नयाँ मोड लिएको छ, जसले धेरै गहिरा र असहज प्रश्नहरू उठाएको छ। यो भिडियोमा प्रश्न देखिन्छ। घटना छुरा प्रहारबाट सुरु भएको होइन। त्यसअघि एक युवकलाई योजनाबद्ध वा कम्तीमा सामूहिक रूपमा कुटपिट गरिएको देखिन्छ। केटा र केटी मिलेर निरन्तर आक्रमण गरिरहेका छन्। त्यहाँ डर छ, तनाव छ र तीव्र आक्रोशको वातावरण छ। त्यही दबाव र त्रासको बीचमा छुरा प्रहार भएको देखिन्छ दर्शकवृन्द। अब प्रश्न सिधा छ तर उत्तर जटिल। यो हत्या कि आत्मरक्षाको चरम अवस्था? यो घटनामा अर्को रहस्यमय पाटो पनि छ दर्शकवृन्द। भिडियोमा देखिए कि एक महिला, उनी केवल दर्शक होइनन्, घटनामा प्रत्यक्ष संलग्न भएको देखिन्छ। मृतकका बुबाले समेत उनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् र उनलाई खोजी गरी अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग गरेका छन्। के साँच्चै उनी आक्रमणको हिस्सा थिइन् त? के उनले घटनालाई उक्साएका थिइन् त? वा उनीसँग अझै लुकेको कुनै सत्य छ? यी प्रश्नहरू अहिले जनताको मनमा गुन्जिरहेका छन्। यो केस अब सिधा छैन। यो बहुपक्षीय, जटिल र संवेदनशील बन्दै गएको छ दर्शकवृन्द। एक पक्षको कथा मात्र सुनेर निष्कर्ष निकाल्नु न्यायप्रति अन्याय हुन सक्छ। जनताको स्पष्ट धारणा छ, सत्य टुक्रा टुक्रा होइन, पूर्ण रूपमा बाहिर आउनुपर्छ। सम्बन्धित निकायलाई जनताको आग्रह छ, भिडियोको वैज्ञानिक विश्लेषण गरियोस्, सबै संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान गरियोस्, किनकि यो केवल व्यक्तिहरूको ज्यान गएको घटना मात्र होइन, यो हाम्रो न्याय प्रणालीको परीक्षा पनि हो दर्शकवृन्द।